गुड मर्निङ सेवारो नमस्ते वेलकम ब्याक टु माई पूनम योङहाङ युट्युब च्यानल। अनि के छ तपाईहरुको खबर? आज चाहिँ हाम्रो मौसम यस्तो छ, रातभरि पानी पर्यो। अनि आज पनि म हिजोकै ठाउँमा भ्लग स्टार्ट गर्न गइरहेछु। आज पनि हिजो र आज 2 दिन छुट्टी नि त, त्यही भएर आइतबार र शनिबार र आइतबार, त्यही भएर आज पनि हिजोको जस्तै र्यान्डमली भिडियो बनाउन गइरहेछु। तर हिजोको भिडियो चाहिँ अलि लेट हुन्छ मैले पोस्ट गर्नलाई। आज मात्रै गर्छु र यो भोलि मात्रै गर्छु, किनभने हिजोको मेरो भिडियो नि एडिट गर्दा के भयो के त्यही भएर अलि लेट हुन्छ। अनि आज मात्रै पोस्ट हुन्छ। अनि आजको भिडियो चाहिँ भोलि मात्रै पोस्ट हुन्छ साथीहरू। अनि त्यही त एडिट गर्न अलि गाह्रो भएर लाइन जान्छ, घरि के हुन्छ हैन। अब अहिले लाइन पनि बनाइरहेको छन् नि त, यहाँ बाटो पनि बनाइरहेछ यो राजमार्ग, त्यही भएर त्यहाँ लाइन पनि कट हुन्छ। शनिबार र आइतबार चाहिँ अलि छुट्टी मिलाएर कट हुन्छ, त्यही भएर पनि अलि ढिलो हुन्छ। अनि लाइनहरू पनि नआएकोले गर्दा ढिलो हुन्छ। अनि एडिटिङमा पनि मेरो समस्या, किनभने भर्खरै छु, एडिट गर्न आउँदैन, भर्खर थोरै सिक्दैछु, त्यही भएर अनि धेरै टाइम लाग्छ। अनि त्यही हो साथीहरू, आज चाहिँ रातभरि हावाहुरी चल्यो, कत्रो हावा आयो, तर हावाले चाहिँ खासै उयो गरेन। यहाँ पर मकैहरू सबै ठाडै छ हैन, केही गरेन भनौँ न। अनि यो पछाडि आँप फलिरहेछ हैन, आँप झारेन, झारेको भए त खान मिल्दैन, तर पनि नझारेको खान त मिल्छ, तर पनि झरेन। अनि अब आजको मेरो र्यान्डमली भिडियो कस्तो हुन्छ हैन, हेर्दै गर्नु होला। अहिलेलाई चाहिँ ला साथीहरू, म त हावाहुरीले केही गरेन भनेको त, यहाँ हेर्नुहोस् त मेरो गेट गयो साथीहरू। के गर्नु, हावाहुरी कति फटा छ, यहाँ हेर्नु न कति मजाले फुलेको थियो। यहाँ हेर्नु न बिचरा यो फुलको के दोष, यहाँ हेर्नुहोस् त साथीहरू, गएछ मेरो फुल। यहाँ हेर्नु न कति राम्रो फुलेको थियो मेरो फुल साथीहरू। यहाँ हेर्नु न सबै के मजाले उक्लेको छ। यो बाँसको मात्रै दिएको थियो नि त साथीहरू, यो यो समाउँदा पनि घरिघरि त के हुन्छ हौ। यहाँ बाँसको मात्रै गरेको थियो नि त यो अनि यहाँ हेर्नु यी सबै यस्तो भएछ के, लडाएछ यो पोहोर तोक्चे दिएको थियो। यहाँ हेर्नु न बो त्यही खाले छ, हावाले खासै केही गरेन भनेर मलाई त्यस्तो लागेको थियो। यसो हेर्दा त केही गरेको छैन जस्तो लाग्यो, हावाले केही गरेको छैन जस्तो लागेको थियो यसो हेर्दा त, तर के गर्नु सबै लडाएछ। अब बाँस ल्याएर यसलाई उठाउनु पर्ने हुन्छ साथीहरू। कति मजाले फुलेको थियो, झ्याम्मै भएर फुलेको थियो। मैले टिकटकहरू पनि बनाएको थिएँ कति। अब यसलाई फेरि बनाउनु पर्ने हुन्छ साथीहरू, यसरी उठाउनु पर्ने हुन्छ अहिले त होइन। अब बाँसहरू काटेर ल्याएर यसलाई बनाउनु पर्ने हुन्छ साथीहरू। के गर्नु, कस्तो राम्ररी फुलेको थियो। अब यसको व्यवस्था गर्नुपर्ने हुन्छ साथीहरू। आजको काम, आजको मेरो भिडियो कस्तो हुन्छ साथीहरू, सपोर्ट गर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला। अनि सब्सक्राइब चाहिँ गर्न बन्दै नभुल्नु है, तपाईँहरूले सब्सक्राइबै गरिदिनु हुन्न। के गर्नु, यहाँ हेर्नु न मच्छरले टोकेर ल हौ फोन समाउनु पनि नदिनु साथीहरू। अब यहाँ बाँस चाहिँ आइसक्यो कि बाँस चाहिँ आइसक्यो। अब यो बाँस साथीहरू अब करेसाबारीतिर लाग्यो होइन। यहाँ हेर्नु न मेरो चल्ली त अघि निस्केर त्यहाँ पो कुद्दैछ। सबै उसको साथीहरू चाहिँ थुनेको खिर्खिरीले लगेको गर्छ नि त, अनि थुनेको उता निस्केर पो कुद्दो रहेछ अघि नै। अनि अब साथीहरू यहाँ मैले सब्जी टिप्नु पर्ने हुन्छ। यहाँ कहाँ फलेको देख्दै थिएँ,
अब हेरौँ यहाँ कहाँ पो थियो साथीहरू। फुल भुल्यो कहाँ हो कहाँ कहाँ थिच्ने तर तल तल कहाँ लडिरहेको छ नि भगवान्। यो हावाले नि आज रातिको हावाले हेर्नु न सबै थोक लडाएर खराब गरिहाल्यो नि खराब। आइया आइया खराब भइगयो नि खराब खराब। टिप्नै सकिएन साथीहरू। अब यतातिर जानुपर्छ। अब त्यहाँबाट टिप्नुपर्छ। यताबाट टिप्नु पर्छ। यताबाट साथीहरू। म त हावाले खासै केही गरेन होला। राति हावाले खासै चकचक गरेन होला भन्ने लागेको थियो साथीहरू। के को नगर्नु नि। वाउ यहाँ त दुईटा पो रहेछ। वाउ यहाँ त दुईटा पो लडिरहेको रहेछ सँगै सँगै। अनि अनि ए यहाँ दुईटा पो लडिरहेको रहेछ। अनि यसलाई नटिप्नु त। आइया सकिने थिएन साथीहरू। अहिले त सबैको घरमा यही लौका यही घिरौला भिन्डीदेखि अरू त सब्जी नै छैन होला होइन। हाम्रोमा पनि यही लौका अनि भिन्डी अनि साग पनि छ है साथीहरू। देखि केही छैन हौ सब्जी धोएर लानुपर्ने हुन्छ पक्कै पनि। एकछिन साथीहरू यहाँ धोएर अब आजको सब्जी चाहिँ यो हो साथीहरू। अनि यहाँ हाम्रो प्यारी बहिनी यहाँ दाल पकाउँदै हुनुहुन्छ। ये त खालि क्यामेरा ठड्यायो कि रिसाउँछ मात्रै हो साथीहरू। के खालको मान्छे हो। यहाँ हेर्नु न यहाँ घोप्टो परे। ये कौन है। यहाँ पोच दिन्छ यार पोच। अब यसको सब्जीको व्यवस्था। अब यसको व्यवस्था हजुर बनाउँदै हुनुहुन्छ त त्यसमा खै अब त्यतिकै सक्यो भने ठाडो पार्ने हो सकिएन भने काट्ने हो। काट्नु त होला नि भन्दै अहिलेलाई लेट्स गुड भेरी गुड डे 2 ब्लग फुटबलको डे 2 हिजो डे 1 हिजो आमा ओ यस्तो हुने गरी हावा आइदिएको आज राति हेर्द। आमा घाँस नै यस्तो भुइँमा स्याप्पै हुने गरी छक्क पर्नु। अनि झन्डै अनि त्यो मकैले चाहिँ कसरी थाहा म त। अनि यो यस्तो स्याप्पै हुने गरी भएपछि अनि त्यो मकै त त्यस्तो छ छक्कै पर्नु। अनि धन्य पो अनि हाम्रो फुल त अनि साथीहरू आज चाहिँ हाम्रो डे 2 भ्लग हो। गेम हेरेको होइन। हिजो पनि हामीले यहीँ पुगेर इन्ड गरेको थियौँ। तर आज जापानकै धावा भयो क्या साथीहरू। आज कहिलेकाहीँ पहिले हाम्रो बुवाले भन्नुहुन्थ्यो जापानकै धावा भयो। जापानमा कस्तो छ त थाहा छैन होइन। नेपालमा अब धावा काम गर्नेलाई त जहीँ पनि धावा होला तर काम गर्नेलाई त जहाँ पनि धावा होला। तर हाम्रो बुवाले पहिले जापानकै धावा आज भन्नुहुन्थ्यो। त्यस्तै आज जापानकै धावा भयो क्या। फोन ठाडो पारेर देखाउनै पाइएन किनभने काम रफ्तारमा भयो अनि भिडियो बनाउनै पाइएन। त्यही भएर अहिले चाहिँ म अघि थोरै थोरै बनाएको थियो। त्यही भएर दिउँसोभरि बनाउनै पाइएन। अनि अहिले चाहिँ फेरि गेम हेर्न जाँदाखेरि फुर्सदको समय बनाएर अनि फोन तेर्सै हालेको साथीहरू। अब चाहिँ हामी गेम हेर्न जाँदैछौँ। पुरा हल्ला आउँदैछ ग्राउन्डबाट चाहिँ होइन। हिजो पनि मजा भयो जे होस् एक्सपेक्ट गरे भन्दा पनि बबाल भयो होइन। हिजो त हामी त त्यसै होला भनेर फुटसल जस्तो मात्रै होला भनेर गएको। बफ्रे मान्छे त कति रहेछ गयौँ रमाइलै भयो। अनि आज सेकेन्ड डे हो डे 2
अब यो चाहिँ कति डेसम्म हुन्छ भन्ने चाहिँ थाहा छैन। अब अझै 5-7 दिन कति हुन्छ अरे भनेर सुन्दै थिएँ होइन। यहाँ चाहिँ वर्षैपछि हुने गर्छ। यो चाहिँ हाम्रो घरको आसपासमा रहेको जङ्गल हो। यो एउटा सामुदायिक जङ्गल हो यो, सरकारी। तर त्यहाँ चाहिँ ठुलो एउटा ग्राउन्ड छ होइन। त्यहाँ ग्राउन्डमा हुने गर्छ यो गेम चाहिँ वर्षमा एकचोटि। पोहोर चाहिँ दसैँ तिहारमा भएको थियो जस्तो लाग्छ, अनि अहिले चाहिँ बर्खामा भएछ। अनि थाहा थिएन, तर हिजोबाट थाहा भएको। अनि हिजै आइहालेको। हिजोको ब्लग मैले अपलोड गरेको छैन साथीहरू। आज भरे अपलोड हुन्छ। यो पनि भोलि बिहान, यो चाहिँ त्यो भएको भोलिपल्ट बिहान हुन्छ। अनि त्यही हो साथीहरू। अब गेम हेर्न जाने, रमाइलो गर्ने, गेम हेरेर फर्किने, कस्तो हुन्छ गेम भरे फर्केर बनाउला साथीहरू। फर्किँदा बनाउला। अब त्यहाँ त के बनाउने र भिडियो होइन, खासै उयो हुँदैन होला, उचित हुँदैन होला भन्दा नि के बनाउने र। अब त्यो चिन्नेकै छैन खेलाडीहरू। प्लेयरहरू चिनेको हुँदा चाहिँ रमाइलो हुन्छ, मजा हुन्छ, वाइ वाइ उही गर्न मजा हुन्छ होइन। अनि अब चिनेको प्लेयरहरू छैनन् नि त। तर पनि अब एक खालको भित्रबाट फुटबल भनिसकेपछि ऊर्जा जागेर आउँछ। त्यही भएर हेर्न रमाइलो हुन्छ, मजा हुन्छ र हिँडेको हामी चाहिँ गाउँघरमा भनेर। त्यही हो साथीहरू। अब कस्तो हुन्छ होइन। अब भरेको अब यहाँदेखि हामीले हेर्ने म्याच कस्तो छ आजको, कहाँ कहाँको हो, कस्तो भयो, तपाईँहरूलाई भरे फर्किँदा भनेर बनाउला भन्दै अहिलेलाई हाम्रो ग्याङ गेम हेर्ने ग्याङहरू कस्तो भयो आजको गेम। किसा आज कस्तो भयो आजको गेम, छिटो भन्नु न। ठिक भयो एकदम। आजको एकदम राम्रो खेल भयो, रमाइलो भयो। रमाइलो एकदम। आजको गेम चाहिँ हिजो जतिको रमाइलो चाहिँ होइन। हिजो चाहिँ नसोचेको अनएक्सपेक्टेड रमाइलो भयो। आजको चाहिँ ठिकै, हिजो जति रमाइलो भएन भनौँ न, हिजोको जति रमाइलो भएन भनौँ न आज चाहिँ। किनभने हिजो चाहिँ 5 मिनटमा कमब्याक भएर पनि 2-2 बराबर बनाएर पेनाल्टी खेलेर मजा आएको थियो। आज चाहिँ 2-4ले हराएर 4 गोल लाउनेहरूलाई कङ्ग्रेचुलेसन, बेस्ट अफ लक। अनि 2 गोल लाउनेहरूलाई धन्यवाद सहभागी हुनुभएकोमा भन्दै आजको मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ हेरेर लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोस् भन्दै बाई बाई। डे 2 गेम ब्लग। अब भोलि डे 3 आउनेछ। अब भन्दै आज अब 5 अझै कति दिन छ, त्यति दिनसम्म नै भिडियो आउनेछ भन्दै बाई बाई। खोइ पछाडिको त बाई बाई पनि भन्दैन नि त। बाई बाई। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब।